ल गाइज हामी चाहिँ ऐसेलु खान लाग्यो खै के खाँदैछ सकिसकेछ गाइज मैले अघि टिपेर दिएको थियो अहिले सकिसकेछ फेरि उहाँ टिप्न लाग्यो यहाँ अलिअलि रहेछ त्यो भर्खर भर्खर सुरु हुन थाल्यो भने त फल्न सुरु भयो अनि अब भर्खर टिप्नला अब खानुपर्छ गाइज टक्क हेर्नु है गाइज ऐसेलु चाहिँ भर्खर फल्न थाल्ला ऐसेलु अब टिपेर खाने गाइज Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. यो अलिकति राम्रोसँग फल थालिसकेपछि एकदम दामी हुन्छ मिठो पनि हुन्छ हामी चाहिँ माटो खन्न आएको थियो के त्यही भएर यस्तो ऐसेलु पनि खाऊँ भनेर यस्तो ऐसेलु टिपिरा गाइज ऐसेलु राम्रोसँग खाना पाएन यति त पायो अघि पनि यति जति खाएको थियो यति मात्रै पायो आज ऐसेलु खाने पनि क्यान्सल होला जस्तो छ है फलेकै छैन अब के खानु कस्टिङै लाग्यो गाइज एउटा कुरो चाहिँ होइन गाइज मेरो बुढी चाहिँ 2 चिउटी हो त्यही भएर उसले चाहिँ अब माटो बोक्नु हुँदैन कम मैले बोकेर लाने हो क्या भन्नु बुढी मिठो जग्गा very अमिलो पनि छ सावर ऐसेलु पनि खायो आजको लागि भोलि वर्ष अब फेरि टन्न भएपछि फेरि खाने हो कि खाना आउने हो कि खै बाटो त यताबाट होला मात्र त्यताबाट छ र बाटो यता छ त्यो छ भन्नु थियो हेरौँ होला भयो माथितिर के देख्नु घर चाहिँ उता पारीतिर हो गाइस यता यही हो घर चाहिँ हाम्रो घर चाहिँ यही हो है गाइस यही माथिको यो ढुङ्गाको छानो भएको वाला हो यो यही टाढा आउनु पर्ने हुन्छ हामी चाहिँ माटो लिन नि त्यस्तै होला कति 400 मिटर जति त्यस्तै 400-500 मिटर जति होला घरदेखि यहाँसम्म आउनलाई माटो कति हो त्यति हो माटो बोरा पनि सानै रहेछ नि अनि अब कसो चिप्ल्यायो झन् लडेन ल गाइस यति माटो बोकेर जानुपर्ने हुन्छ अब माटो चाहिँ मै बोक्नेवाला छु बस्न थाल्छ होइन हाम्रो गाउँघरतिर चाहिँ त्यही 6-7 महिनासम्मै काम गर्छ पहिला हाम्रो मम्मीहरूको पालामा त झन् त्यही 8-9 महिनासम्मै काम गर्नुपर्छ अरे भन्दा थियो अब अलिअलि त काम गर्नुपर्ने हुन्छ गाउँघरतिर साथी माटो चाहिँ यहाँनिर रातै छैन कालो माटो छ अब रातो माटो खन्न आएको कतै छैन यतातिर हाम्रो गाउँघरतिर बोक्नु लाग्यो यो माटो अहिले खस्ला जस्तो त धेरै पनि छैन कि थोरै छ एक बारी जति छ गएर अब गाउँघरतिर गएन यस्तो
अब भोलि बिहान चाहिँ लिफ्ट गर्नुपर्छ हेर्न बुढी मजाले लिफ्ट गर्ने हो र गाइज अब भिडियो चाहिँ यति नै हुनेवाला छ किनभनेपछि अब हिँड्दै अब के बनाउनु होइन सो त्यही हो छोटो भिडियो बनाउने हो फेरि कतैतिर घुम्न गयो एन्ड भयो भने चाहिँ फेरि बनाउने हो कि गाइज भिडियो